हेलो गाइज, आज चाहिँ म फर्स्ट टाइम ब्लग बनाउन जाँदैछु अनि ब्लग बनाउने मेरो यात्रा चाहिँ घरदेखि प्रोग्राम स्थलसम्मको रहेको छ। अब मेरो जर्नी चाहिँ यसरी सुरु हुन्छ। सुरुमा चाहिँ मैले ब्लग बनाउँछु भनेको थिएँ, तर मैले घरबाट चाहिँ हिँड्ने बेला चाहिँ ब्लग बनाउन बिर्सेँ अनि मलाई ब्लग बनाउँछु भन्ने कुरा चाहिँ बाटोमा गएपछि याद आयो अनि मैले चाहिँ बाटोबाट स्टार्ट गरेँ। सो गाइज, वेलकम टु माई फर्स्ट ब्लग। आज चाहिँ म फर्स्ट टाइम ब्लग बनाउनु गइरहेको छु अनि म चाहिँ जाँदैछु कार्यक्रममा। सो म चाहिँ घरबाट निस्केर चाहिँ म अलिकति रोडमा हिँडिरहेको छु। हिँडेपछि चाहिँ अब म सिधै जान्छु म्याजिक चढ्ने ठाउँमा। सो देख्न सक्नुहुन्छ म्याजिक चढ्ने ठाउँ चाहिँ आउनु लागिरहेको छ। सो म म्याजिक चढ्छु। म्याजिक चढ्ने ठाउँमा आइसकेको छु। सो म्याजिक पनि आउँदैछ। म्याजिक आएपछि चाहिँ म डाइरेक्ट होटल जानेछु। होटल गएपछि प्रोग्राममा के हुन्छ म देखाउनेवाला छु। सो गर्मी धेरै छ, म्याजिक आउँदैछ, मान्छे चढ्ने भएर होला सायद रोक्दैछ। म्याजिक आउँदैछ, म्याजिक पनि आइसकेको छ। रोकेन। नेक्स्ट होटल काब्याइन जान्छ। काब्याइन होटल हुन्छ। म म्याप हेर्दै जान्छु, रोक्दिन भन्ने ठाउँमा रोक्दैन है। चाहिँ मलाई म्याजिक चढेपछि पनि बोल्छु जस्तो लाग्थ्यो, तर म म्याजिकभित्र चढेपछि चाहिँ बोल्नै सकिनँ। त्यस पछाडि मैले आफूलाई मात्र क्लिक गरेँ। त्यस पछाडि बाटोहरू कस्तो राम्रो राम्रो फुलहरू देखिरहेको थियो अनि मलाई चाहिँ एकदम धेरै खुसी पनि लागिरहेको थियो। म चाहिँ प्रोग्राममा जाँदै थिएँ, तर म चाहिँ एक्लै अलि नराम्रो पनि लागिरहेको थियो, गर्मी पनि धेरै थियो अनि जाँदा चाहिँ बस पार्क पनि आइपुग्छ। तर मलाई चाहिँ थाहा थिएन नि त बस पार्कबाट डाइरेक्ट होटेलतिर जान्छ कि जाँदैन भनेर। तर त्यो चाहिँ नजाने रहेछ अनि म्याजिक रोकिसकेपछि म चाहिँ सोधेर झरेँ, तर मैले भिडियो बनाउनु चाहिँ बिर्सेँ पनि मैले सम्झेपछि चाहिँ भिडियो बनाइहालेँ। सो म चाहिँ म्याजिकबाट झरिसकेको छु। अब चाहिँ म जानु पर्ने यता हो। सो म अब रोड क्रस गर्न जाँदैछु। रोड क्रस गर्दाखेरि चाहिँ कति धेरै गाडीहरू आएको थियो अनि मैले चाहिँ रोकिदिएँ बिस्तारै रोड क्रस गरेँ अनि काम पनि एकदम धेरै लागिरहेको थियो, तर मैले फाइनली रोड क्रस गरिसकेँ। चोकभन्दा अगाडि चाहिँ म्याजिक जाँदैन रहेछ म चढेको म्याजिक। सो म चाहिँ फर्स्ट टाइम जाँदैछु त्यो होटलमा चाहिँ अनि मलाई त्यत्रो धेरै थाहा पनि छैन। त्यसैले अब म चाहिँ लगभग 1 किलोमिटर हिँड्नु पर्दैछ। सो रोडै रोड घाम पनि एकदम धेरै छ अनि म चाहिँ अब यत्रो रोड बिस्तारै हिँड्दैछु। सो जाँदैछु म चाहिँ अब। यहाँनिर म्याजिकहरू रोक्ने ठाउँ छ, एकदम धेरै म्याजिकहरू रोकेर राख्छ। यो चाहिँ यहाँको मेन बस्ताको अनि तर पनि त्यो म्याजिक चाहिँ त्यता जाँदैन रहेछ। अनि फेरि यहाँबाट म अगाडि गएँ भने त फेरि डबल भाडा लाग्छ नि त अनि यतिको अल्लारे मान्छे हिँड्नु पनि पऱ्यो नि त होइन। सो म चाहिँ हिँड्न गइरहेको छु। मेरो प्रोग्राम चाहिँ 1 बजेबाट हो नि त अनि म चाहिँ सक्छु कि सक्दिनँ होइन। हिँड्न त सक्छु म, तर अलिक घाम छ नि त, टाइममा पनि पुग्न सक्छु म, तर घाम धेरै छ नि त अनि मलाई कस्तो लागिरहेको छु। मोबाइल खडाकदेखिको मान्छेहरूले मलाई हेरिरहेको थियो अनि मलाई चाहिँ लालचुन लागिरहेको थियो। त्यही गर्दाखेरि चाहिँ मैले एउटा घर देखेँ, त्यहाँ फुल देखेर जुम गरेर खिचेँ। मलाई चाहिँ एकदम राम्रो लागिरहेको थियो। हिँड्दै जाँदैछु। सो म चाहिँ हिँड्दै आउँदै गर्दा चाहिँ मैले देखेँ घर बिग्रिमा। तपाईँहरूलाई घर चाहिएको छ भने यो घर चाहिँ बिग्रिमा छ, किन्नु होला आएर। एउटा घर छ, त्यो नम्बर पनि छ। सो किन्न सक्नुहुनेछ जसको पैसा छ उहाँले चाहिँ घर सट्ट परेको मलाई पनि कोठा भाडा दिनु होला अनि मलाई पनि यता प्रोग्राम आउँदा सजिलो हुन्छ। कोही नै आउँदैन अब त रोडै खाली छ, किनभने 12-1 बजीको काम छ। 12 बजीको कामले त कोही त निक्लिँदैन। यो ठाउँमा एकदम धेरै गर्मी छ नि त। 2 नम्बर वडाबाट 9 नम्बर वडा आयो। सलुट बस। अब चाहिँ धेरै भित्र आइसकेको छु अनि अब चाहिँ धेरै थकित पनि भइसकेको छु। एकदम शान्त ठाउँ छ अनि अब म चाहिँ सिधै पुग्न लागिसकेको जाँदैछु। फ्यान रे मलाई चाहिँ त्यहाँनिर सबैजनाले अनि 2जना ब्रोहरू हुनुहुन्थ्यो अनि
बिग फ्यान रे अनि मैले थ्याङ्क यू भनेको अनि मैले चाहिँ हतार त क्यामेरा अफ गरेको थिएँ तर फोन चाहिँ समाइराखेँ किनभने फेरि लाज लाग्यो मलाई अनि म बोलेको चाहिँ थिइनँ अनि मैले भिडियो पनि गरेको थिइनँ तर मलाई बिग फ्यान भन्दाखेरि चाहिँ खुसी लागेको थियो अनि मैले मेरो युट्युब सब्सक्राइब गर्नु पनि भने आइसकेको छु जब बाहिर प्रोग्रामको चलपल फाइनली गाइज आइसकेको छ अनि जब वेलकम गर्नुभयो अनि म ठिक छ त के छ मैले चाहिँ एकैछिनभित्र छिरेर होटलको यसो एरियाहरू देखाएँ अनि मैले यहाँ त्यो देखेपछि चाहिँ एउटा दिदीलाई फोटो पनि क्लिक गर्न लगाएँ अनि फोटो चाहिँ यही हो मैले यो ठाउँमा चाहिँ फोटो क्लिक गरेको थिएँ त्यसले चाहिँ त्यति राम्रो फोटो पनि खिच्दिनु भएन अनि मलाई फोटो पनि मन पऱ्यो त्यही भएर आइसकेको छु हलमा चाहिँ कार्यक्रम सुरु हुन बाँकी नै रहेछ नेपालीको टाइम यस्तै त भने होइन सुरु भएपछि चाहिँ गेस्टहरूलाई वेलकम गर्ने कार्यक्रम भइरहेको थियो अनि मैले चाहिँ सिग्नेचर गर्ने घुम्दै आइरहेको थिएँ त्यहाँनिर सिग्नेचर पनि गरेँ सिग्नेचर गरिसकेपछि म चाहिँ अचानक निस्किनु पर्ने भयो सो स्याड मलाई कल आयो अनि म चाहिँ निस्केँ सो मैले पुरै कार्यक्रम पनि देखाउन सकिनँ अनि म चाहिँ अब ठाउँ गरेर हतार आइरहेको थिएँ सो सरी सबैजनालाई किनभने मैले पुरा ब्लग देखाउन सकिनँ नेक्स्ट टाइम भने म सबै ब्लग लिएर आउनेछु अहिले चाहिँ तपाईँहरू मेरो च्यानल सब्सक्राइब गर्दै गर्नु होला बाई।